भाइ मेन कन्ट्याक्टर हो, मेन कन्ट्याक्टरबाट यहाँ 3टा तार गएको छ हैन। अनि यो ओभरलोड रिले हो हैन। रिले कस्नको लागि 3टा तार ठ्याक्कै दिएको रहेछ हैन। अनि यो 2टा त यो यसको कन्ट्रोलरको तार भइहाल्यो। यो जस्ट 3टा फेज यहाँ कनेक्ट गरेको छ। यहाँ 3टा पिन ओभरलोडको दिएको रहेछ। यहाँ 3टा सप्लाई छ तल, 3टा फेज तल सप्लाई छ। दुकान सब खुलाले चल्न आबे। अनि यसमा चाहिँ कोन गालो खुल्छ तिम्रो कति एम्पियर रहेछ म हेरिदिरहेको छु। 25 एम्पियर 30 एम्पियरसम्म रिसेट छ यसमा। 30 एम्पियरसम्म रहेछ।